ल ल ल ल ल ल ल छिटो ल जिया जिया चिया जेठाल त नारायणमा झिया मम्मी ए अनि ल टक्क यसरी मुसिन्छ अहिले लाइन बसेर चाहिँ टक्क माथि लान्छ क्या चोली माटो मुसेको हेरौँ त हो आमा अङ्गालो मारेर टक्क लाएर गजब छ केटाहरूले हो ल साथीहरू डल्ला बनाइसक्यो अब चाहिँ टक्क यहाँबाट मान्छेहरू यसरी लाइन बस्छ लाइन बसेर टक्क यहाँबाट त्यहाँसम्म लाइन बस्छ त्यसपछि डल्लो त्यो डल्लो छ नि त्यो माटो चाहिँ पास गर्छ ल त्यसरी रोल बाई रोल त्यसरी यसरी गाँचो ढेनामै गठाउँछ ढेनामा गठाउँ यसरी पास गर्छ यहाँ लाइन बाई लाइन बस्छ आहा हाम्रो आन्टी भाउजू माइली भाउजू उता नि माइली भाउजू के हुँदैछ मेरो कुकुरको पुच्छर बनेर लै लै साथी हो उता पो बान लाग्यो त लै साथी हो टक्क यहाँ चाहिँ यसरी माटो तलबाट पास गर्छ होइन त्यो पास गरेर टक्क यहाँ ल्याएर टक्क यसरी ताला छापेको है यो चाहिँ टक्क लाएर हेरौँ यसरी ताला छापिरहेछ टक्क ताला ताला छापिरहेछ यसरी यसरी लाइन बसिरहेछ त्यहाँ एकजना सपान्ने बस्छ होइन सो त्यसपछि तलबाट चाहिँ यसरी पास गरिरहेछ टक्क 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 पास गर्ने हो होइन अनि टक्क यहाँ फिट गर्ने हो अनि हो हाम्रो ठुल्बाहरू डर छ नि हाम्रो फुपाजु चाहिँ खै इला निम्बा काख्यो बन्छ ओ निम्बा इत जाने काख्यो हो ल गाउँठाउँमा यस्तै साथी हो गाउँठाउँमा यस्तै हो ल साथी हो यसरी यहाँबाट चाहिँ पास गर्छ कि यसरी टक्क हेरौँ त लाइन बाई लाइन यसरी पास गरेको यहाँबाट चाहिँ टक्क यसरी आउँछ लाइन बाई लाइन ओहो पूर्वको महिलाहरू नि एकदम डह्रो हुन्छ है ल हेरौँ साथी हो पास माटो पास गरेर हेरौँ त टक्क लाएर आम्मामा पूर्वेली हो पूर्वेली सबै डह्रो छ ल यसरी लाइन बाई लाइन बसेर हेरौँ त माटो पास गरे अह जति हेऱ्यो त्यति रमाइलो है गाउँठाउँमा त्यत्तिकै रमाइलो हुन्छ भन्छ मान्छे र यति रमाइलो हुन्छ हेरौँ माथि बसेर चाहिँ त्यहाँनिर त्यो के अरे ढलान भन्छ यहाँ चाहिँ ढलान छापेको है माटोले ढलान छापेको रमाइलो छ साथी हो दुईवटा गाड्नी छ यहाँ दुईवटा गाड्नी छ टक्क आहा ल हेरौँ हाम्रो पूर्वको हाम्रो फुपाजु ठुल्बा भाइ भतिजाहरू डह्रो छ नि सबै उस्ता डह्रो छ ल हेरौँ साथी हो यहाँबाट चाहिँ यो के अरे यो माटो छ नि यो माटो डल्लो त्यहाँबाट डल्लो पारिरहेछ एकजना दुईजनालाई गोल डल्लो एउटाले काटिरहेछ अर्कोले डल्लो बनाउँदैछ टक्क डल्लो बनाउँदै यहाँबाट चाहिँ टक्क पास गर्दै साथी हेरौँ यहाँबाट पास गर्दै टक्क हो माथि घामले के देखेन माथिसम्म लाइन बसिरहेछ होइन माथिबाट त्यहाँ माथि घरमा खै इलामो अन्त ठिटाको ओइ इलामो अन्त ठिटाको ओइ बोझे ल हो हाम्रो हजुरआमा नि काम गर्दै हुनुहुन्छ है डल्लो बनाउँदै टक्क यहाँबाट डल्लो बनाए यता दुईजना काटिरहेछ त्यहाँ डल्लो बनाइरहेछ होइन यहाँबाट उनीहरूले चाहिँ उठाइरहेछ टक्क यहाँबाट चाहिँ पास गर्दै
माथि लाइन बाई लाइन पास गरेर होइन हो त हाम्रो भेनाजु सबै लाइन बाई लाइन पास गरेर माथि लगिरहेछ साथी हो हेरौँ ल हेरौँ त उताबाट त्यहाँदेखि डल्लो बनाउँदै पास गर्दै यहाँबाट पास गर्दै रमाइलो छ नि साथी हो रमाइलो जति हेऱ्यो त्यति हेरौँ लाग्दो गाउँठाउँमा यस्तै हो दुःख सबैले गर्नुपर्छ हेरौँ त्यहाँबाट पास गरिरहेछ आहा रमाइलो दुईटा हेरौँ यहाँ सेक्युरिटी गार्ड दुईजना टक्क हेरौँ यता चाहिँ रमाइलो गरिरहेछ सबै यता बस्नेलाई अलिक दुःख छ अलिक गाह्रै छ यहाँ दुईजना मात्र छ यहाँदेखि लाइन बाई लाइन छ फेरि टक्क लाएर ल त्यहाँबाट चाहिँ यसरी पास गरिन्छ हाम्रो साउनी आमा खै लाबो भने त काख्यो भाउजू हो हाम्रो साउनी आमा टक्क लाएर यहाँबाट माथि हाम्रो भान्से मामा यता हो साउनी दिदी यता ठुल्बा पानी भर्दै हुनुहुन्छ टक्क हजुर साउबा ल है साथी हो लास्टमा आएर चाहिँ यसरी यहाँनिर यसरी ढलान गरिन्छ माटोको ढलान बुझ्नुभयो नि ल अब सकिन लगाइसक्यो फाइनली धेर छैन ल यति नै हो साथी हो सकिन लगाइसक्यो साथी हो फाइनली अहिले चाहिँ सक्यो सकेर चाहिँ टक्कै हात खुट्टा मुख धुँदैछ यता नि ल हाम्रो भान्से ठुलमम्मी यता ल ओ दारु भान्से ल हा त भन्नुभयो कुखुरा त छैन त है कुखुरा चाहिँ रमाइलो छ गाउँठाउँमा रमाइलो हुन्छ साथी त्यसै गाउँठाउँ हुन्छ हाम्रो डल्ले के खाएको के खाएको हेत्तेरिका के खाएको भन्छु अहिले चाहिँ मजाले हेऱ्यौँ हाम्रो साउ घरको साउलाई कुलाले मोल गर्ने ल यता हाम्रो घरको साउ हो यता छ हाम्रो बोरी जान्छ भयो वा मिस्त्री है सी कर्मी डी कर्मी यहाँबाट ठुल्बाहरू यहाँ बसिराख्नु भएको छ यो घर चाहिँ यो टक्क घर चाहिँ साथी हो यहाँ हेरौँ त अहिलेको घर चाहिँ यहाँदेखि त्यहाँदेखि लाइनै यहाँ घरबेटी आमा हुनुहुन्छ टक्क वा भान्से टक्क यहाँदेखि परसम्म लाइनै छ क्या कति एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा कोठा एउटै लाइनको टक्कै एउटै लाइनको टक्क घर चाहिँ यो ठाउँमा चाहिँ टक्क लगाएर हेर्नु ठाउँ निलै यता ठुल्बाहरू टक्क लगाएर फाइनली त्यो ढलान गरिसक्यो माटोको अनि खाना खाँदै हाम्रो टोलीहरू ओहो लैलै कोही हात खुट्टा धुँदैछ कोही खाना खाँदैछ ल टक्क खाना खाँदैछ बाँकी सहरहरू नि खाना यता लुकी खाइरहेछ टक्क लाएर यता जिस्काउने एकछिन है ओहो ल बिस्तारै जे पनि जे बाबा ल फुपा चाहिँ बिस्तारै खानुपर्छ फेरि अगाडि भयो ल जेनी सेवा छ बिस्तारै ओ अर्को लाइक गर्दैछ त खाना खाँदै माक्रा हुन्छ जिया जेनी हिक्रा म चाहिँ जिया जेगिर ओहो ल यता हाम्रो फुपा जो भान्से
यता घरपेटी सिँगै नाख छुट्टै चियाएर कामिहाल्छ म अनि न र अनि म किन भुस्छु ल यता खाना खानु बाँकी हाम्रो टोलीहरू हात खुट्टा धुँदैछ महिलाहरू टक्क लाएर हाम्रो फुपा खाना पस्किँदै यता चाहिँ टक्क हिटा 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 बाबा हिटा दिने हिले त नाख खबर ठिकले के छ तपाईँको खबर बिटा बिटा माने बिटा बिटा गएको ल्याएको माचे भने खामी अलिकति ल रन्केको अवस्था भिडियो गर्दाखेरि बोबा रन्के ल ल टोली हो यिनीहरू चाहिँ एक एक कुकुर खाने पार्टीहरू है एक एक टोपी लाउने झन् 3 पाठी समथिङ खाइदिन्छ उसले त ओए ल साथी हो खाऊ खाऊ राम्रोसित खाऊ